गाइज ब्याक टु माई युट्युब च्यानल र सबैजनालाई नमस्कार भन्न चाहन्छु। म चाहिँ आज एउटा कुरा भन्न गइरहेको छु। आज चाहिँ अमेरिका र इजरायलको चाहिँ लडाइँ हुँदा चाहिँ दुबईमा पनि आज एउटा चाहिँ बम हानिरहेछ। अहिलेसम्म चाहिँ एकजना मर्यो भन्ने सुनिरहेको छु, दुबईमा है सुनिरहेको छु। अब कति के भयो त्यो चाहिँ पुरै प्रत्यक्ष थाहा चाहिँ भएन होइन। तर दुबई, कतार, साउदी, कुवेत पुरै खाडीमा पनि हानिदिएछ होइन, बम हानिदिएछ इरानले। र आज यस्तै छ, हामी यता पनि हान्ने कि भने टेन्सनमा, हामीहरू लास्ट टेन्सनमा थियो। तर चाहिँ यतातिर अब खासै अब त्यति टेन्सन बनाउने हामी चाहिँ फेरि हामी कहाँ छौँ भने चाहिँ यो बोर्डरमा छौँ कि ओमान र दुबईको बोर्डरमा छौँ हामीहरू। अहिले चाहिँ हामी राति लगभग 12 बज्यो, लगभग 12 बज्यो होइन, 12 बजे ड्युटीबाट आइरहेछौँ अहिले। अनि अब 20 मिनटमा पुग्छ होला हामी अब रुममा। यो चाहिँ अहिले बाहिरको क्रेज हो। म चाहिँ डबल क्यामेरा बनाइरहेको छु होइन, डबल क्यामेरा बनाइरहेको छु। र सबैजनाले चाहिँ यो भिडियोलाई सक्दो सेयर र लाइक कमेन्ट जरुर गर्नु होला होइन। सबैजनाले माया गर्नु होला। यस्तै रमाइलो भिडियोहरू लिएर आउनेछु म। र सबैजनाले चाहिँ माया गरिदिनु होला भन्ने आग्रह गर्दछु। र हाम्रो नेपाली दाजुभाइ सबैजना चाहिँ सतर्क रहनु होला। यो जुन इरान र अमेरिकाको लडाइँ भइरहेछ, त्यही कारण यहाँ पनि लगभग बम हानिरहेको थियो होइन, यहाँ पनि बम हानिरहेको थियो। अनि त्यसैले सबैजनालाई, सम्पूर्ण नेपालीहरूलाई सतर्क रहनु होला भन्दै आग्रह गर्दछु। र यति भन्दै म भोलि चाहिँ अर्को भिडियो ल्याउँछु। हस्त जय नेपाल।